हेलो साथीहरू, नमस्कार, गुड मर्निङ सबैजनालाई। म चाहिँ आज यता नारायणथानतिर नारद भगवानको दर्शन गर्नलाई आएको। हामी चाहिँ लाइन बसेर ठ्याक्कै गेटमा ढोकामा आइपुग्दाखेरि चाहिँ बन्द भयो। त्यसपछि म नारद भगवानको पूजा आरती गर्ने बेला भएको रहेछ। नारद भगवानलाई चाहिँ नुहाइदिँदै हुनुहुन्छ। चन्दन, घिउ, दही अनि मह यतिले चाहिँ लगाएर नुहाइदिनु हुँदो रहेछ उहाँलाई। त्यसपछि नुहाएर मजाले चट्ट पारेर सजाउनु हुँदो रहेछ। अनि यहाँ चाहिँ बिहे गरेको बाहुनहरूले चाहिँ जान पाउनुहुन्न अरे। बिहे नगरेको साना साना बाहुनहरू मात्रै गएर यहाँनिर पूजा सजाउनु पाउने यहाँ भगवानलाई। त्यसपछि टिका चन्दन सबै लगाएर चट्ट लगाएर यस्तो सजाउनु भयो। हेर्नु त, भगवानको दर्शन गर्ने हजुरहरू पनि विष्णु भगवानको। अनि आरती आज चाहिँ हामीले आरती हेर्ने मौका पायौँ। सबैको जय होस्। भगवान विष्णुले सबैलाई कल्याण गरून्। साथीहरू, हजुरहरू पनि दर्शन गर्नुहोला। भिडियोबाटै भए पनि नारद विष्णु भगवानको दर्शन गर्नु है साथीहरू। हामी चाहिँ यता बाहिरबाट मात्रै पूजा गर्नु पाउँछ है, भित्र जानु पाउँदैन। बाई बाई साथीहरू।